हेर सुन्दी भाइ अब छोरो मेरो यो कस्तो लाग्यो त हेर मेरा सुन्दी दाजु छोरो चाहिँ एकदमै राम्रो सम्धी छ दाजु। तर अलिकति नाकका पल चाहिँ ठुला भयो क्या अब के गर्ने सुन्दी भाइ अब उमेरलाई के मिस्टेक भयो क्या नाकाबाट ज्यामै ठुलो पर्दे बरु बुहारी नानी पनि यसो हेर्न पाए पनि हुन्थ्यो छोरी सङ्गीता सुन्दी दाइलाई र ज्वाइँ भाइलाई चिसो पानी लिएर आऊ दाइलाई र ल। भाइलाई पानी लिएर आउँदा आयो पानी हेर्नु छ ल गाडीमै लिएर आएछ त जति खाने हो नि खानुहोस् सुन्दी भाइ यो तरिका ठिक लागेन है बरु चिया ल्याउनु चिया खाउँ यार ठिक छ नि त सुन्दी मेरो दाइ तपाईँले यो पानी ल्याएको मन परेन भनेपछि छोरी जाऊ त तातो एकदमै मिठो चिया र बिस्कुट लिएर आऊ ल ससुर मेरो भाइ चिया जति खान मन के लिएर लाग्छ यहाँ छ तान्दै खाँदै गर्ने अनि बिस्कुट गहुँभरि जति चिया खान मन लिएर लाग्छ यो गहुँलाई मिलमा लगेर पिसाएर टक्क बिस्कुट बनाएर ल्याएर जति खान मन लाग्छ खाने च्याउ नकुचा कुचन त मलाई पनि मन लाग्छ अब आजको नाइ के हो सुन्दी मेरो भाइ यो के पारा हो ए सुन्दी मेरो दाइ हाम्रो संस्कार भनेको यही हो के अब तपाईँलाई यो चिया पानी बिस्कुट मन परेन भने भात खाएर जानुहोस् बिउ मैले छर्दिँदै छु बिउलाई उमार्नुहोस् बर्खा लाग्छ रोपाइ गर्नुहोस् धान पाक्छ मिलमा लगेर जानुहोस् कुटाएर लिएर आउनुहोस् ये खाँदै बाटो जानुहोस् यस्ता बिना संस्कारका मान्छेहरूसँग मलाई सम्बन्ध गाँसो छैन अहिले ट्याक्क छोरी माग्न आछन् यस्ता भैँमा बसाले आछन् अहिले हुन्छ सोफामा बसाल्ने बेड सेडमा सुताउने त्यो छैन कुच्चिने गरी हानेर